प्रभु यीशु ख्रीष्टको नाममा सबैलाई प्रेमी जेमिसी वचन सङ्ग्रहको पुस्तक 25 अध्याय यसको शीर्षक रहेको छ दाउदको भजन। हे परमप्रभु, म आफ्नो मन तपाईतिर नै उठाउँछु। हे मेरा परमेश्वर, म तपाईमाथि भरोसा राख्दछु। म लाजमा नपरू, मेरा शत्रुहरू म माथि विजय हुन नपाउन्। तपाईको बाटो हिँड्ने कोही पनि लाजमा नपरोस्। बिना कारण अपराध गर्नेहरू नै लाजमा परुन्। हे परमप्रभु, मलाई तपाईका मार्गहरू देखाउनुहोस्। मलाई तपाईका चालहरू सिकाउनुहोस्। मलाई तपाईको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाई मेरा उद्धारका परमेश्वर हुनुहुन्छ। दिनभरि म तपाईकै बाटो हिँड्दछु। हे परमप्रभु, आफ्ना कोमल कृपाहरू र आफ्ना करुणाको सम्झना गर्नुहोस्, किनकि ती सनातनदेखि नै हुन्। मेरा जवानीका पापहरू र मेरा अपराधहरूको सम्झना नगर्नुहोस्। तपाईकै भलाइको खातिर तपाईको करुणा अनुसार तपाईले मलाई सम्झना गर्नुहोस्। हे परमप्रभु भला र सिद्ध चालका हुनुहुन्छ। यसकारण उहाँले पापीहरूलाई यस मार्गमा शिक्षा दिनुहुनेछ। नम्रहरूलाई उहाँले न्यायको मार्गमा डोर्याउनुहुनेछ अनि नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ। उहाँको वाचा र उहाँका साक्षी वचनहरू पालन गर्नेहरूका लागि परमप्रभुका सबै बाटाहरू करुणा र सत्यता हुन्। तपाईको नामको खातिर हे परमप्रभु, मेरो अधर्म क्षमा गर्नुहोस्, किनकि त्यो ठुलो छ। त्यो मानिस को हो जसले परमप्रभुको भय मान्दछ, जसलाई उहाँले आफूले जुन मार्गमा चुन्नुहुनेछ सोही मार्गको शिक्षा दिनुहुनेछ, चनसँग रहनेछ अनि उसको सन्तान पृथ्वीको हकवाला बन्नेछ। परमप्रभुको रहस्य उनीहरूकै रहनेछ जसले उहाँको भय मान्दछ, अनि उहाँले उनीहरूलाई आफ्नो बाछा प्रकट गर्नुहुनेछ। निरन्तर मेरा आँखाहरू परमप्रभुतर्फ लागेका छन्, किनकि उहाँले नै मेरा खुट्टा जालबाट निकाल्नुहुनेछ। म तर्फ फर्काउनुहोस् र म माथि दया गर्नुहोस्, किनकि म एक्लो र पीडित छु। मेरो हृदयका दुःखहरू बढेका छन्। मलाई मेरा कष्टहरूबाट निकाल्नुहोस्। मेरो कष्ट र मेरो पीडामाथि नजर लाउनुहोस् अनि मेरा सबै पापहरू क्षमा गर्नुहोस्। मेरा शत्रुहरूलाई विचार गर्नुहोस्, किनकि तिनीहरू धेरै छन् अनि तिनीहरूले क्रूरतापूर्वक मलाई घृणा गर्छन्। मेरो प्राणलाई रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्। म लाजमा नपरू, किनकि म तपाईमाथि भरोसा राख्दछु। इमानदारी र सिद्ध चालले मलाई सुरक्षा राखुन्, किनकि म तपाईकै बाटो हिँड्दछु। हे मेरा परमेश्वर, इजरायललाई त्यसका सबै दुःखहरूबाट छुटकारा गर्नुहोस्। आमेन। जय मसीह।